हेलो नमस्ते नमस्कार साथीहरू। आज म तपाईहरुलाई बताउने छु ट्याबशालाको बारेमा। जुन के हुन्छ अहिलेको सिस्टममा जुन नयाँ सिस्टम छ विन्डोज 11 विन्डोज 10 हैन। विन्डोज 10 भन्दा माथि अलि प्रब्लम आइरहेछ। त्यसको समस्याको समाधान कसरी गर्ने, त्यो इन्स्टल कसरी गर्ने त्यो ट्याबशाला। पहिला 7 मा थियो, त्यो केही गर्नु पर्दैन थियो। अहिले के छ भने विन्डोज 10 11 12 सबैमा अहिले अर्कै एउटा ट्रिक लगाउनु पर्छ। त्यो ट्रिक लगाएपछि तपाईहरु मजाले तपाईहरु ट्याबशाला इन्स्टल गरेर तपाईहरु टाइपिङ नेपाली इंग्लिश सिक्न सक्नुहुन्छ। त्यो कसरी गर्ने, कुन तरिकाले गर्ने तपाईहरुले आज म यसैको बारेमा कम्प्युटरको स्क्रिन शेयर गर्न चाहन्छु। तपाईहरु त्यो राम्रोसँग हेर्नु होला, ध्यान दिएर हेर्नु होला। अनि तपाईहरु अनि साथीहरु तपाईहरु यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। अनि साथीहरुमा पनि शेयर गर्नु होला। अनि लागौ भिडियोको विषयवस्तुतर्फतिर। के गर्ने साथीहरु, सबभन्दा पहिला तपाईहरु त गुगल क्रोममा जाने हैन। गुगल क्रोममा म गइरहेको छु। एउटा म तपाईहरुलाई एउटा लिंक दिन्छु। यस्तो म तपाईहरुलाई एउटा लिंक दिइहाल्छु। यस्तो तपाईहरु हेर्न सक्नुहुन्छ। यता यो एउटा लिंक छ। यसमा यो तपाईहरुलाई म यो के गर्न साथीहरु, यो लिंक के गर्ने, कपी गरेर सिधै यस्तो तपाईहरु क्रोममा जाने अनि क्रोममा गएर यता पेस्ट गरिदिने। पेस्ट गरेपछि इन्टर हान्दिने। यो गरेपछि तपाईहरु यता हेर्न सक्नुहुन्छ। यो जुन तल दिएको छ यो ट्याबशाला डाउनलोड अनि यो डाउनलोड OTVDM हैन, यो छ नि, यो दुईटै डाउनलोड गर्ने। डाउनलोड गरिसकेपछि तपाईहरु यता यो दुईटा यस्तो फाइल आउँछ यो हैन। यसलाई यही एक्सट्र्याक्ट हेयर गर्ने। म यही गरिरहेको छु, तपाईहरु हेर्न सक्नुहुन्छ। एक्सट्र्याक्ट हेयर यो छ, यो फाइल छ। यो म यसलाई डिलिट गरिदिन्छु। अनि यो छ, यसलाई पनि म यता एक्सट्र्याक्ट हेयर गर्छु। तपाईहरु हेर्न सक्नुहुन्छ यतापट्टि। अनि के गर्ने साथीहरु, यसलाई के गर्ने साथीहरु, म यसमा जान्छु। यसमा जाने, त्यसपछि यसमा जाने। यो यता हेर्न सक्नुहुन्छ तपाईहरु। यो हैन OTVDMW हैन, यसमा जाने तपाईहरु। अनि यता गएर यसलाई राइट क्लिक गर्ने, यता ओपन गर्ने। ओपन गरिसकेपछि यस्तो आउँछ हैन। अनि तपाई जुन यो ट्याबशालाको यो फोल्डर हेर्न सक्नुहुन्छ। यो यसमा जाने। यसमा गएपछि यो ट्याबशाला लेखेको छ, यसलाई क्लिक गर्ने अनि यसलाई ओपन गरिदिने। यता हेर्न सक्नुहुन्छ तपाईहरु। अनि त्यसपछि ट्याबशाला अटोमेटिक खुलिहाल्छ। तपाईहरु हेर्न सक्नुहुन्छ। त्यसपछि के गर्ने साथीहरु, होममा जाने हैन। त्यसपछि लेभल 1 अनि त्यसपछि ओके। यता हेर्न सक्नुहुन्छ। यो अहिले नेपाली टाइपिङ छ। इंग्लिशमा गर्नु पर्यो भने यता गएर इंग्लिश गर्ने। त्यसपछि टाइपिङ हुन्छ। यो नेपाली गर्नु पर्यो भने यता नेपालको झन्डामा क्लिक गर्ने। इंग्लिश टाइपिङ गर्नु पर्यो भने यसमा इंग्लिशमा जानु पर्ने। अनि तपाईहरु मजाले त्यो गर्न सक्नुहुन्छ। यसरी नै तपाईहरु यो ट्याबशाला इन्स्टल गरेर तपाईहरु टाइपिङ सिक्न सक्नुहुन्छ अनि टाइपिङको प्र्याक्टिस गर्न सक्नुहुन्छ। अनि त्यसपछि के गर्ने साथीहरु, तपाईहरु यता हेर्न सक्नुहुन्छ। यो जुन फाइल छ नि, यो फोल्डरको जुन मैले यो गरेको थिएँ नि, यसमा यो क्लिक गर्दाखेरि, यो जुन ट्याबशालामा क्लिक गरेर यता ओपन गर्दाखेरि जुन यो ट्याबशाला खुल्छ नि, त्यसलाई म डेस्कटपमा हाल्दिन्छु। किनकि तपाईहरुलाई पनि सुविधा हुन्छ यो टाइपिङ गर्नलाई। त्यही भएर म त्यसलाई डेस्कटपमा हाल्दिन्छु। सर्टकट बनाएर डेस्कटपमा हाल्दिन्छु। अनि के गर्ने साथीहरु, यो जुन फाइल छ यसलाई के गर्ने, राइट क्लिक गरेर त्यहाँ सेन्ड टु हैन, यता डेस्कटप क्रिएट सर्टकट यसमा क्लिक गरिदिने। अनि त्यसपछि यो डेस्कटपमा आइहाल्छ। यता हेर्न सक्नुहुन्छ तपाईहरु। यसलाई के गर्ने, यसलाई तपाईहरु रिनेम गरिदिनु। रिनेम ट्याबशाला हैन। यो ट्याबशाला के गरेर यता डेस्कटपमा हाल्दिनु। खोल्ने बेलामा तपाईहरुलाई पनि सुविधा हुन्छ। क्लिक गर्ने, यसलाई क्लिक गर्ने, त्यसपछि ट्याबशाला। अनि साथीहरु तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो एउटा राम्रो कमेन्ट गरिदिनु होला। यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। किनकि म यस्तै भिडियो लिएर आउने गर्दछु। थ्यांक यू भेरी मच।